Tunafuskan porosatir. Tunafuskan porosatir. Ah, kursani. Hey guys, welcome back to our YouTube channel. आज चाहिँ हामी साथी दिदी बहिनी मिलेर मुखबाङ गर्दैछौँ। हाम्रो साथमा छ करेन्टको चाउचाउ अनि पानीपुरीको झोल भइहाल्यो, पानीपुरीको किमा भयो अनि चटपटे। अब चाहिँ हामी ढिला नगरिकन स्टार्ट गर्छौँ। ल स्टार्ट गरौँ। ल त्यो त चाहियो नि। सौसो चाहिँ अलि धेरै पाकेको छ। हामीले चाहिँ कम्पिटिसन च्यालेन्ज गर्ने भनेको, तर म जहिले पनि फर्स्ट हुन्छु नि त, उनीहरू लास्ट हुन्छ अनि त्यही भएर मुखबाङ गरेको। उहाँ चाहिँ प्रोफेसनल मुखबाङ गर्यो नि त फेरि। हाम्रो भिडियो चाहिँ मन पर्यो भने यसो लाइक र सब्सक्राइब गरिदिनु चाहिँ नबिर्स्नु होला। हेरेर मात्र नजानु होला। कोक खाऊँ न त साथीहरू। Cheers गर्नु। ए पनु Cheers। चेस Cuman tuh dan dia ल हाल तिमीहरू नै। कति खानु मन लाग्छ? त्यो खान सक्छौ। साथीहरू सबै होममेड हो। We made it ourselves. Tunafuskan porosatir. Tunafuskan porosatir. साह्रै पेट ठुलो भयो। पेटमा धेरै ग्यास हुन्छ। पानी चाहिँ ताजो भने चाहिँ राम्रो हुन्छ नि। गनाउँछ। म गनाउने खालको पादिनँ नि त।
पिरो छैन नि अनि तपाईँ किन्छ हो सुहा सुहा अरू करेन्टले त सास फेरेर होला सास फेरिरहेको चाहिँ छैन होला गाइस यहाँ टिस्यु चोरी पनि भइरहेछ है हाम्रो क्यामेराम्यान चाहिँ हाँस्दै हुनुहुन्छ गुलियो कम भएछ अरे गुलियो कम भएछ अरे चटपटमा परेर चाउचाउमा यस्तो मिठो चटपटे त कहिले खाएको थिएन यार यस्तो मिठो भएछ चाहिँ मैले बनाएको त्यही भएर मिठो भएको मेरो साथीले बनाएको हामीले खाएको तपाईँहरूलाई पनि खानु मन लाग्छ भने कन्ट्याक्टमा नम्बर छोडिदिन्छौँ भनेर भन्दिनँ कमेन्ट गर्नु चाहिँ नबिर्सनु होला हो यो हाम्रो कोकोइना यो चाहिँ हाम्रो वाइन हो कोकोइना यो चाहिँ हाम्रो वाइन हो पर्सनल वाइन ए अघि त हामीले कोको भनेको नि कहिले हामी यसो नाटक पनि गर्छौँ बेलामा जिन्दगीको गोरेटोमा यति पानीपुरी पनि खाएको तपाईँहरूलाई चाहिँ के मनपर्छ पानीपुरी मनपर्छ कि चटपटे मनपर्छ आफै बनाएर खानु होला आफै बनाएर खानु होला Because homemade is so good. Homemade is so good. हातले बनाउनु हुँदैन भातले बनाउँछ हुन्छ त्यसले हान्दैन ल पिक बाइट ए फर्स्ट बाइट पका साथी पका फर्स्ट टाइम अघि नै खाइसक्यो अहिले फेरि पानी न पानी ल्याउनु पानी साथीले त इङ्गेजमेन्ट गर्यो कि क्या हो रिङ भएको छ त हो इङ्गेजमेन्ट अब बिहे पार्टी खुवाउनु पर्ने छ यो साथीको बिहे पार्टी चाहिँ ल ल यही हो मिठो हो चटपटे ए पानी चटपटे मिठो भएछ हातले खाइदिनु है यो लगाएर नाटक गरिरहेको हामी नेपाली हो हातले खानुपर्छ हातले हामी नेपाली हो हातले खानुपर्छ हातले किन विदेशीले चाहिँ केले खान्छ चम्चाले म त्यस्तो पानीपुरीको फ्यान चाहिँ होइन मिठो भएछ घरमा बनाएको भने एउटा खोज्नु खुर्सानी ए पानी कहाँ गयो भने त यता खोजिरहेको भाडामा चाहिँ पछि चाहिँ फ्रीमा दिन्छ अरे अब साथीले भाडानामा चाहिँ 5 रुपियाँको त आउँछ नि भाडानामा चाहिँ 5 रुपियाँको त आउँछ नि 5 रुपियाँको आउँछ अब चाहिँ के आउँछ साथी भन्नुहोस् त के 1 रुपियाँको आउँछ के 1 रुपियाँको आउँछ यो चाहिँ म मेरो म्यानेजरहरूसँग डिस्कस गरेर भन्छु मेरो म्यानेजरहरूसँग डिस्कस गरेर भन्छु ओके सुन्टले
हाम्रो इङ्ग्लिसहरू कडा खाने पानी धेरै भयो जस्तो छ इङ्ग्लिसमा एनजी आउनेहरू नै हुन् के यिनीहरू नाइस ग्रेड एनजी आउँदैन त्यही भएर इङ्ग्लिस चाहिँ सो मच बेटर क्या एनजी आएको अनि मेरो चाहिँ आउँदैन दुईजनाको आउँछ के चाहिँ एनजी नाइस गुड नाइस ग्रेड मलाई नाइस ग्रेड चाहिँदैन मलाई भेरी गुड ग्रेड चाहिन्छ मलाई चाहिँ एक्सिडेन्ट चाहिन्छ किन भन्दाखेरि म एक्सिडेन्टबाटै त बोल्छु उत्पत्ति भएको मस्त मलाई जिउबाट बोला मस्त मलाई जिउबाट बोला साथीहरू हामीले चाहिँ मस्त रमाइलो गऱ्यो खाए पनि टन्न मजाले खायौँ होइन पेट भऱ्यो नि भोक लागेको त छैन नि अगायो नि ल साथीहरू हजुरहरूलाई यो भिडियो मन पर्छ भने प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिन चाहिँ नबिर्सिनु होला पनि फेरि पनि अर्को नयाँ भिडियोमा आउनेछौँ भन्दै उहाँको नि ब्लग उहाँको नि उहाँको युट्युब च्यानल छ युट्युब च्यानल छ सम्पाङ सिस्टर्स हामीलाई पनि सब्सक्राइब गरिदिनु होला अनि उसको लिङ्क दिन्छौँ त्यहाँ लिङ्क दिन्छौँ किन आउँछ यो चाहिँ बहिनीको युट्युब च्यानल हो अनि बहिनीले चाहिँ हामीले एज अ गेस्ट बोलाएको थियो अनि हामी चाहिँ आयौँ बनायौँ खायौँ रमाइलो गऱ्यौँ थ्याङ्क यू so much for inviting us यस्तै छ सो इग्नोर आवर इङ्ग्लिस यस सो गाइज तपाईँहरूले हाम्रो भिडियो पनि हेर्नुहुन्छ भने हाम्रो के अरे युट्युबमा कमेन्ट गर्ने भनेको सुशीकला भनेको चाहिँ उहाँ नै हो है यस सी इज हर गर्ल ओके गाइज देन हामी अर्को भिडियोमा भेट्ने बाचा सहित तपाईँहरूले आज चाहिँ बिदा माग्छौँ ओके बाइ बाइ सी यु नेक्स्ट वान के पुऱ्याइदिनु छिटो